भारतको मणिपुर राज्यमा फेरि हिंसा चर्किएको छ र पछिल्लो 3 सातामा मात्रै कम्तीमा 7 जनाको ज्यान गएको छ। सन् 2023 मेदेखि सुरु भएको यो द्वन्द्वको कारण अहिलेसम्म 250 भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ भने हजारौं मानिस आफ्नो थाक थलो छोडेर विस्थापित भएका छन्। यस्तो अवस्थामा सबैभन्दा ठूलो प्रश्न उठ्छ कि किन यति लामो समयसम्म पनि हिंसा रोकिएको छैन र नयाँ घटनाहरूले के संकेत गरिरहेका छन्। आज हामी यस विषयलाई विश्लेषणात्मक रूपमा बुझ्ने प्रयास गर्नेछौँ। समाचार स्रोतहरूका अनुसार पछिल्लो केही हप्तामा बम आक्रमण, गोलीकाण्ड र प्रदर्शनका घटनाहरू लगातार भइरहेका छन्, जसले मणिपुरको अवस्था झनै अस्थिर रहेको स्पष्ट देखाउँछ। विष्णुपुर जिल्लामा भएको बम आक्रमणमा 2 बालिकाको मृत्यु हुनुको घटना अत्यन्तै दुःखदायी र संवेदनशील तथा चिन्ताजनक घटना थियो, जसले जनआक्रोश झनै बढाएको थियो। त्यसपछि भएको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर थप मानिसहरूको ज्यान गएको उल्लेख छ, जसले स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने संकेत दिइरहेको छ। यसबाट स्पष्ट हुन्छ कि सानो घटना पनि ठूलो हिंसामा कसरी परिणत हुन्छ। मणिपुरमा हिंसा बारम्बार भड्किनुको सबैभन्दा ठूलो कारण के हो? 2 समुदायबीचको गहिरो अविश्वास। कुकी र मैत्रेय समुदायबीचको अविश्वासको कारण गहिरिएको यो द्वन्द्व अहिले अत्यन्तै ठूलो द्वन्द्वको रूपमा बदलिएको छ। साथै हतियारको व्यापक फैलावट पनि अर्को कारण बनेको छ, किनकि अघिल्लो हिंसात्मक घटनाहरूमा हजारौं हतियारहरू लुटिएका थिए र अझै पनि धेरै हतियारहरू सर्वसाधारणको हातमा रहेको अनुमान गरिएको छ। जब नागरिककै हातमा हतियारहरू हुन्छ तब हिंसा नियन्त्रण गर्न निकै कठिन हुन्छ। अर्कोतर्फ सुरक्षा व्यवस्था कडा बनाइए पनि समस्या समाधान हुन सकेको छैन, जसले देखाउँछ कि यो केवल सुरक्षासँग सम्बन्धित समस्या मात्र होइन, बरु सामाजिक र राजनैतिक जटिलतासँग पनि जोडिएको घटना हो। मणिपुरको भौगोलिक अवस्था पनि एउटा चुनौती हो, किनकि पहाडी र दुर्गम क्षेत्रमा सुरक्षाकर्मीको पहुँच सीमित छ, जसले हिंसात्मक गतिविधि फैलिन सजिलो बनाएको छ। यसैबीच पछिल्लो घटनाहरूमा नागा समुदाय पनि केही ठाउँमा जोडिएर देखिनु अर्को चिन्ताको विषय हो, जसले द्वन्द्वलाई अझ जटिल बनाउँदै लगिरहेको छ। मणिपुर सरकारले घटनाको छानबिनको लागि जिम्मा दिने निर्णय गरेको छ, जुन एक महत्त्वपूर्ण कदम मानिन्छ। तर केवल छानबिनले मात्रै यस्तो गहिरो समस्याको समाधान गर्न सक्दैन। राजनैतिक दलहरूले पीडितलाई क्षतिपूर्ति दिन र शान्ति स्थापनाको लागि ठोस कदम चाल्न सरकारसँग माग गरिरहेका छन्। दीर्घकालीन समाधानका लागि आवश्यक कुरा भनेको संवाद स्थापना गर्नु, आपसी विश्वास पुनर्निर्माण गर्नु र सबै पक्षलाई समेटेर समावेशी नीति नियम बनाउनु हो। यदि यी पक्षहरूलाई ध्यान नदिएमा समस्या समाधान गर्नुको सट्टा अझै जटिल बन्न सक्ने सम्भावना छ। अहिलेको अवस्थामा मणिपुर अझै पनि अत्यन्तै संवेदनशील अवस्थामा छ, जहाँ हिंसा पूर्ण रूपमा रोकिएको छैन र जनजीवन प्रभावित भइरहेको छ। यदि समयमै प्रभावकारी समाधान निकाल्न सकिएन भने यो द्वन्द्व अझ लामो समयसम्म चल्न सक्ने सम्भावना रहेको छ।